लाइसेन्स निकाल तनाव साला अब पुलिसै बोलाउनु पर्यो नि बोलाउनै पर्छ पुलिस तिमीहरूको लाइसेन्स हेर्नै पर्छ मैले खोइ पग्यो हेर्छु त्यो 100 हान त बोलाउनु पर्यो यस्ता मुला पग तिम्रो खाँचो छैन भन्छ पहिला यो चेक गर्दा यो त्यो ड्राइभरले फोन लगा होइन प्लिज त्यो ड्राइभरले यो कसले तिर्छ यहाँ 50 होला यो पनि खिच्छ त यहाँको यो पैसा हेर्दा हान्थ्यो त 5 मुजेहरू यहाँ राखेँ यो नम्बरको यो राखेँ अलि यहाँ जाम किन गर्ने यहाँ त खतमै पारेन यिनीहरूले यहाँ सिधै अब स्पिडमा हान्थ्यो कि त्यो मोटरसाइकल यहाँ तानेर यता राखौँ त मोटरसाइकललाई बोल्नु यसो बाउहरूलाई बोलाउनु परिहाल्यो सिधै हान्यो नि स्पिडमा यहाँ बाँच्यो बाउको सम्पत्तिमा मोज गर्ने जस्तै हो तिमीलाई राइड गरे होइन तिमीलाई के नाम रे बा यहाँ र के हो नाम तिम्रो अब तिमीलाई चाहिँ मैले पुलिस बोलाएको छैन खालि किनभने तेरो घरको बोला तेरो ड्याडीहरूलाई हो तेरो किन अब तिमीले त पैसा यो तिर्न सक्दैन मलाई थाहा छ होइन उठे राख परेर पनि नगरे यो बच्चाहरूलाई तेरो बाउ बोला यहाँ होइन पुलिस त सकिहाल्छ नि बोलाउन आइहाल्छ नि पुलिस त किन पुलिसलाई त ठुन्छ अहिले पहिलासम्म तिम्रो लाइसेन्स छ त्यो पनि थाहा छैन मलाई ल यहाँ आइज त्यहाँ आइज यो बाइक साथो गरौँ दाइ पहिले साथो गरे त हैन म कतै जादैन के पुलिस चाहिँ पक्न त्यही छ पक्न उ त्यहाँ राख पहिला त्यहाँ राख तँलाई राम्रो भने मेरो कुरा सुनेर राख ल त्यहाँ राख पहिला त्यहाँ राख तँलाई अनि त्यहाँ राख कहाँ बिस्तार यो अब हाम्रो जग्गा हो नि त यो सबै हामीले यहाँ आइरहेको बुझ्छु भने हान्थ्यो त्यसले त्यहाँसम्म यसको बाउको धार छेक्ने भयो यार यस्तोसँग यो कम स्पिडमा थियो बाइक कम स्पिडमा थियो डेन्जर भने यहाँ यसरी कहाँ हुन्छ यार हामी स्लो थियो ल तिम्रो बुवाको कहाँ छ खोइ त्यो हामीसँग मेडिसिन पनि छैन है तिम्रो बुवालाई बोला अरे नबोला तेरो बुवाले गाली दिन्छ तँलाई तर तेरो बुवाले चाहिँ यस्तो एक्सिडेन्ट कसलाई हुँदैन मेरो पनि भएको छ पहिला हो तेरो बुवा बोला यो बनाउने भयो नि पुलिस बोलाउँदैन बेकार तँलाई लगेर अलि जाग्छ बेकारमा तिम्रो बुवालाई बोला अनेस्टली भनेको मैले चाहिँ न त बाध्य तेरो बाउ त आउँछ मैले बोला पनि पुलिसलाई भन्यो भने त पुलिसले बोलाइन्छ होइन सिकाउँछ नि ल फोन गर सबभन्दा राम्रो गर मेरो छोरा जस्तो गरेर मैले भनिरहेको तँलाई चाहिँ दाइसँग कुरा हुन्छ हो अहिले राम्रो भनिरहेको छ बोला खुरुक्क तेरो बाबालाई फोन लगा पुलिस बोलाउनु पुलिस बोलाउने कि के न त अहिले तुरुन्तै यहाँबाट आउँछ एकपल्ट हानिदियो त अब यसले गरेन हानिदियो बोला तर राम्रो कुरा गरिराखेर माने जस्तो बेलुक सेलुक लाइसेन्स छैन भने फसाउने फेरि छैन त्यही त मैले भने यसो कहाँ छ त्यो लाइसेन्स हेरौँ पहिला बोला अनि तिमी उता दाइ यसो गरौँ दाइ मेरो कुरा सबैभन्दा पहिला प्रहरी बोलाऊ बुवा बोलाइसकेपछि कुरा भइहाल्छ मुद्दा नलगाउँला कम्प्रोमाइज गरौँ मिलाएर गरौँ गाडी साडी बनाइसकेपछि बाइक साइकल गरौँ पुलिसलाई इन्फर्मेसन गरेन भन्छ यसो गरौँ सबभन्दा राम्रो थियो हजुर पनि हिँड्नु पाउनु भन्दा हो भने अझै हाम्रो इन्टरभ्यू नै अब एकल हान्नुभयो हान किन भन्दा एक्सिडेन्टमा बोलाउनु पर्छ क्या भाइ प्रचारै गर्नु गए पनि त तिमीलाई सोधिहाल्छ नि कहाँबाट के भयो होइन सोधेपछि तिमी फसिहाल्छौ लाइसेन्स सके छैन खै कहाँ छ देखा जे भन्छ त्यही गल्ती भएपछि तिमीले बनाइदिनु पर्यो सबै बनाइदिनु मैले त खालि त्यतिमै अब मेरो गाडी त थन्क्यो नि अब यसो त चल्दैन थन्किन दाइ चढेर हिँड्नै पाउनु भएन नि होइन छिर्नै पाउने यहाँ छिर्नेले यता तानेर छिरेछु के गर छिटो बोलाऊ हजुर यस्तो स्पिडमा थियो कि बच्यो ज्यान बच्यो ठुलो कुरो हो तिनीहरूको होइन यस्तो मजाले आएको यिनीहरूले अघि एउटा पनि त्यहाँ पनि यसरी गएको थियो एउटा बाइक 98 लाइसेन्स सके छैन लाइसेन्स भएन भने चाहिँ जान्छ फेरि तिमी हेलो हजुर हजुर बाबु तिम्रो शुभ नाम के म राम खड्गी बोलेको
एक्सन डाइरेक्टर फाइट डाइरेक्टर कलाकार तपाईँको छोरा भए चाहिँ मेरो गाडी कुच्याइदिएर यहाँ अहिले यो पुलिस त बोलाएको छैन मैले खालि तपाईँलाई पहिला बोलाएको होइन पुलिस यहाँ यहीँ रहेछ पुलिस मैले नबोलाइदिएको भए तँलाई फेरि टेन्सन हुन्छ किन हामी भयो नि त हो यो चाहिँ कहाँ भन्दा कालोपानी जाने बाटोमा हामी छौँ यहाँ अहिले यहाँ इन्टरभ्यूलाई बिस्तारै गरेर ड्रेङ हानिदिहाल्यो बाँच्यो यो एक्सिडेन्टको हिसाबबाट त खुट्टा सुट्टा सब उड्नु पर्ने हो तपाईँ यहाँ आउनु पर्यो एकपल्ट पुलिस बोलायो भने पुलिस केस हुन्छ प्रहरी पनि सबैले नबोलाइदियो पहिला बुवालाई बोलाइदिउँ भने कि यहाँ अहिले त्यति आँटिनु परेन यहाँ सानोतिनो अब एक्सिडेन्टमा घाइते को हुँदैन त तर गाडी चाहिँ क्षति भयो होइन अनि बाबाहरूको हल्का यहाँ चोट छ यहाँ व्यञ्जन पनि छैन मसँग त फेरि टेप छ तिमीसँग छैन ल हजुर चाहिँ यहाँ पाल्नु त हजुरलाई त मैले एकदमै राम्ररी रेस्पेक्टै गरेर भन्दैछु किन पुलिस केस गऱ्यो भने त अब त्यसै पनि केस हुन्छ होइन बच्चाको लाइसेन्स छ कि छैन मसाले हजुर एकपल्ट यहाँ पाल्नै पर्ने भयो मजबुरी यहाँ म यहाँ इन्टरभ्यूलाई यहाँ कालोपानीका जान लाग्यो मेरो गाडी नै कुच्याइदियो गाडी कुच्यो त कुच्यो बस्यो ठुलो कुरो पछार्यो यहाँ स्पटमै छौँ यहाँ हामी खिची पनि रहेछौँ हाम्रो अहिले इन्टरभ्यू चलि पनि रहेछ यहाँ हजुर पाल्नु पर्यो ल हजुर यो बाटोमै छौँ है हामी कालोपानीसम्म पुग्नु पर्यो स्विजरल्यान्ड चौरको अलिकति यता हो विद्यावासी मन्दिरको साइडमा रोडमै छौँ रोडमै बच्चा सेफ छ भने यहाँ ढुङ्गाटाको भाइ पहिला सुरु भयो यदि सानो बाटो छ यसरी स्पिडमा भुइँकेर आउँछ अनि मसाल कहाँ निमुटे पुग्छ के ल सानो चिजले हो मेरो अब यो एक हप्ता मेरो गाडी होइन अब रोकी लिएर हिँड्नु पर्ने भयो अब हो कि भन्नु त यो अझ यो सप नभइकन हार्ड भयो मेरो रोकी भएको भए यो मुसु भित्तामा यहाँसम्म यस्तो कतारे चाहिँ पवन कति स्पिडमा थियो यहाँदेखि हानेर कालो पानी आज अब यो इलेक्सन भयो होइन कालो पानी वीर लड्यो एकभन्दा माथि खर्च हुन्छ त्यही त हो यहाँबाट ओ स्विजरल्यान्ड चौरको छेउमा छु अनि बिचमा गफ गरे अगाडि यसो गराएको त 10को स्पिड पनि थिएन मलाई छैन मैले मलाई यहाँको अफसोस के बुवा चाहिँ को हो पहिला भन्नु ए ल भाइ यस्तो बुवाको चाहिँ भएर मैले पुलिस नबोलाइदिएको त्योबाट ठुलो कुरो के भने त्यो बच्यो ठुलो कुरो बच्यो है अब मैले के भयो भने यो सोरुममा लग्यो भने तपाईँको लाख भन्दा माथि जान्छ यार मलाई थाहा छ म सोरुममा लाँदैन मलाई थाहा छ कि सोरुमले सबै त्यो लिन्छ यो लिन्छ त्यो मुझे चोरहरू ढाकै ढाको नेपालमा चाहिँ मैले एकजना चाहिँ सस्तोमा राम्रो गरेर मेरो पनि जस्ता चाहिँ देखोस् 19-20 पनि मतलब भएन क्या मलाई चाहिँ यो अब यो अगाडिको पार्ट छ नि सबभन्दा मलाई थाहा छ यो फोर्ड गाडी भनेको मैले सबभन्दा महँगो सामान हो यसमा चाहिँ फोर्ड गाडी किन्ने मान्छे सामान ठेक्नै सक्दैन है अब यो एउटा कति पर्छ होला मेरो बजारमा पछि यहाँ यो उडाएर यहाँ ऐना हेर्नु यहाँ यसरी हान्यो कि बटारेर यो एजमा बटारिन्छ कि अब मलाई चाहिँ के छ भने अब सोरुम गएर सबै कलर गरेर पर्दैन नगर्नु तपाईँ दुःखमा पनि दुःख हो यो पार्ट बनाएर यो राख्नु पर्यो अब यो हो खोल्दैन हेर्नु है यति नै हो तर चाहिँ जो अल्कोहल खाने रहेछ कि खाएको भए चाहिँ माको चाहिँ मर्याएर मलाई पनि तनाव भयो छैन यो बच्चाहरूलाई खाएको छैन है म यहाँ थिएँ म यसरी म यहाँ थिएँ कि हानिहाल्यो पनि अचानक प्रायङ्ग हानिहाल्यो मैले छिमेको पनि गर्न पाएन होइन म त रुख गर्नै आएको थिएँ नि यो बाबु यहाँदेखि यहाँसम्म भनेको थिएँ यहाँ हानेर त्यो मेरो त यहाँबाट उछिटै दिइहाल्यो त्यहाँ गरेर रुखसँग मतलब होइन क्या यार तिमी रुटको कुरा गर्ने मसँग म राम्रो अनेस्टली कुरा गरिरहेको छु भाइ रुटको कुरा होइन त्यो छोरा बाँच्यो आज मर्यो मलाई सबभन्दा ठुलो कुरो त्यहाँ जाऊ म एकदम जेन्टलम्यान भएर पुलिस बोलाएन मैले अघि नै यहाँ राखेर मैले हामीले खिचिरहेको थिएँ भिडियो होइन हामीले त हाम्रो त इन्टरभ्यू खिचिरहेको छ नि अझ ओ त्यो भाइ आएर खिचिरहेको छ तपाईँ हेर्नु मैले एकदम राम्रो भनेको छु भाइ हो कि किनभने बाउले कहाँ म यहाँबाट यो भनेको छु
हानिसक्यो त आएपछि केही पनि हुँदैन हामी पनि यही बाटो हिँड्नु अब तिमी राइट रङ हेर्नु हो भने म अहिले पुलिस बोलाउँछु राइट रङ त्यहीँबाट आउँछ फेरि अनि म फेरि सोरुम लान्छु फेरि होइन सोरुम लान्छु भनेको मैले अझ सोरुममा त 1.5 लाख जान्छ फेरि नजाओस् भनेर मैले अझ भनेको छु मैले कल गरेर बोलाएको अझ साझा पनि लिन गएको हो कि मास्टरले के थाहा अब त्यो चाहिँ तपाईँ मैले सुन न हामीले उसलाई डाक्टर सुन न त्यस्तो हो कि भने आइज कि जान्छु भनेर आएको बच्चा यहाँ आएको छिटै पुलिस बोलाउँछु म पहिला सुरुमा यहाँ हामीसँग भिडियो छ हेर एउटा मेरो छोरा एक्सिडेन्ट हुँदाखेरि पुलिसले आएपछि मेरो छोरालाई के गर्यो मैले गरेँ पैसा तिर्यो त्यो मैले बुझेर बाउको पीडा बुझेर मैले तपाईँलाई कल गरेको तपाईँको छोरालाई घरै माया थिएन नबोलाउनु अङ्कल पुलिस बोलाउने कि दुईजनामा एउटा बोलाउनु पर्यो त्यो बोलाउनु पर्यो होइन भिडियो छ होइन यही छ नि भिडियो छ नि पक्कै अहिले यो त हामीले खिचेर यो त अपलोडै हुन्छ नि यार होइन परेन भाइ तिमीलाई किन देखाउने भने यहाँ हामी मैले बोलाएर बाउलाई यहाँ आएछ पुलिस यहाँ सुन न ऊ जो तिमी करायो नि उसले फ्रस्ट्रेट भएको यहाँ निकालेर लगाइदियो हामीले अझ किनभने बच्चा ठिक छ नि त 60-70 छ भने थियो 60-70 थियो बाजो मान्छे ठुलो कुरो हो त नि बच्यो म खाएर आयो भने त खुट्टा सुट्टा भाँचेर ठाङ्नाङ छुङ हुन्थ्यो मैले राखेर पुलिस बोलाइहाल्थेँ मैले पहिले हस्पिटल लान्थेँ बचाउनु पर्नेलाई नयाँ गाडी छ बनाउनु पर्यो साह्रो भयो गाडी लाग्यो ओके म पनि निमोठेर एक्सिडेन्ट भएको मान्छे हो होइन त बज्यो मैले तँलाई पुलिस केस नगरेको कारण के भने तिम्रो बाउ बोलाएको थियो भने त्यो झमेलामा म परिसकेँ के बाउ मेरो छोराहरू एक्सिडेन्ट भएर पुलिस केस गरेर बनाइदिन्छु भनेर पनि नहुने गरेर जति चाह सोरुममा लान्छ नलग्न भनेर सोरुममा गएर पनि तिरेछु किन हामीसँग भिडियो खिचिरहेको थियो सुरुदेखि खिचिरहेको छ हामीले छ राइट र रङको कुरा गर्ने हो भने स्पिडको पनि कुरा हुन्छ यहाँ मैले एकदम जेन्टलम्यान कुरा गरिरहेको छु किन बाउहरूले दुःख गर्छ गाह्रो छ बाउहरूलाई चाहिँ यो तिम्रो लागि लेसन हो तिमी भाँचेर खुट्टा भाँचेर ड्यामेज भएको अहिले तिमी हस्पिटलमा हुन्थ्यो म लिएर जान्थेँ तिमीलाई पैसा मेरो मानवताको धर्म तिमीलाई त्यहाँ लाने हो होइन पुलिस बोलाइहाल्थ्यो यसो भयो भने चाहिँ लगिहाल्थ्यो मैले तर तिमीहरू एकपल्ट चेकअप चाहिँ गर बाउ नराम्रोसँग पछारेको छौ तिमीहरू होइन खाएको छैन त्यो ठुलो कुरो हो त्यो एकदम राम्रो त्यो त राम्रो मैले पहिला भने यसो हेऱ्यो मलाई चिन्छ अङ्कल भन्यो ओके लाइसेन्स छ कि छैन लाइसेन्स नभएपछि झन् डेन्जर हुन्छ मलाई होइन होइन लाइसेन्स नभएको मेरो मान्छे फसेर मैले भिरगन्जमा गएर लाइसेन्स लिइदिएछ भने त्योभन्दा अगाडि 2 लाख खर्च गरेर लिइदिएछु लाइसेन्स छ भने ठिक छ देखा पनि छैन तिमीले हो छ भने देखा मैले हेरेन नि त लाइसेन्स भनेको त्यो लागि भोलि पुलिस बोलाउनु जस्तो भइसक्यो पुलिस बोलाएर लाइसेन्स खोइ भन्छ बिलबुक खोइ भन्छ बिलबुक कहाँ छ बिलबुक लिएर हिँड्नुपर्छ आजकल फेरि होइन उनीहरूले उसको गाडीबाट निकालेर भाइ कुरा गरेको छ नि राम्रोसँग गरेको तिमीलाई भने भाइ उनीहरूले निकालेर दाइ मसँग छ भनेर पहिला पट्टि लगाएको बच्चाहरूलाई लगाइदिएको उनीहरूले त अझ त्यसको लागि अझ पैसा त्यहाँ किन्तु बित्यो एकतिर गइहाल्यो नि अब आजको छैन त्यही मैले भनेको अब किन बेकारमा यो अहिले के होइन पुलिस बोलाइहाल्छ पुलिस बोलाएपछि पुलिसले चाहिँ बिल बुक र सबै निकाल भन्छ ल चेक गरौँ भन्छ त्यो बाइकसँग मतलब भएन कि म भन मलाई थाहा भएन नि त त्यो कुन तरिकाले अब तपाईँ तिमीलाई त थाहै छैन नि यार मैले त वहाँ त ड्याङ हाने मलाई त म त झस्के भनेछु त त्यो कन्डिसनमा अब यिनको हेल्थको कुरा छ हैन के त्यो त गर्ने बाइक पहिल्यै सुरु मैले भनेको बाइकमा जुन आउटसाइडमा यो अहिले त भरम गाडीको सेफ्टी बाइकमा छैन हैन यिनी पछारेको छ गाडीमा त्यो त भनिरहेको के भएको छ भन्ने कुरा मैले हेर्न बाँकी नै छ त्यो त गर्नै पर्छ तपाईलाई किनभने भोलि तपाईको हो बच्चाहरूलाई केही नहोस् किन फ्युचर यिनीहरूको छ हैन बाउ आमाले दुःख गर्दै बच्चा हुर्काउँछ साला बच्चाले यस्तो गरिन्छ लुलो लङ्गडो भयो भने जिन्दगीभर पाल्नुपर्छ फेरि याद गर्नु हो कि बाइकमा त नेपालमा बाइकै हुँदैन के हो भने सेफ्टी नै छैन यहाँ
अब सजिलो छ बोक्नु पर्ने होइन बाइक ट्रायल दिन अगाडि बोकाएर लानुपर्छ भन्छु म त एक बेलामा कहाँनिर मात्रै पुग्छ ओभर स्पिडमा हान्यो भने के त्यो कि मैले सिधै भने नि यहाँ हानेर अगाडिको पाङ्रा यहाँ थियो यहाँ अनि दनक दिएर चाहिँ अनि त्यहाँ गएर पछाडि भने के स्पिड नभएको भए त यो एक्सिडेन्टै हुन्थेन भने स्पिडमा छल्न सकिन्थ्यो छल्न सके भएदेखि केही हुन्थेन टर्निङमा त्यो 50 कुदाउने नि मैले छपाक यस्तो आयो गोली जस्तो आएर ड्याङ हानिहाल्यो ल के हो के हामी त हेरिरहेको बाइक होइन बाइक मैले त ब्रेकै हान्नु परेन नि यहाँ छँदै छैन नि कहीँ टायर त परेन होला चक्कामा हानेन यहाँबाट उसले ह्यान्डलले हानेर यो पनि उडाइदियो यहाँदेखि दसरी नै सुरु मैले त दनक दिने अनि मैले चाहिँ स्वास्थ्य मैले हेर्नु परेन भने दनक दिनेले हेर्ने कि दनक नदिनेले हेर्ने यहाँ म तेरो छोराले दनक दिनु त गाडीमा अब ऊ लड्यो त्यो हेर्नुपर्छ तेरो छोरा हो मैले त एउटा के भने नि एउटा मानवताको नाताले तिमीले मेरो फिल्म हेरेर आएन खालको बनायो भएर मैले स्पेसली तिम्रो छोरा नमाने पनि अङ्कल नबोलाउनु पुलिस नबोलाइनु अङ्कल बाबु म मेरो छोरा पठाएर मैले भोगिसकेको छु बोलाउनु त्यसै बोलाउनु न होइन त्यो तिमीले बोलाऊ अझ त म भन्छ तिमीलाई दिन्छु अप्सन ल ल ल ल ह्यान्डओभर सकेन होइन ओके तपाईँले सक्दैन इट्स ओके तपाईँले यति भन्नु नि मलाई पुग्यो कि नेपालीहरूको आर्मीको स्यालेरी कति गाह्रो छ मलाई थाहा छ कि यार मलाई थाहा छ कि म फाइट गरिरहेको छु नेसनसँग डु एन्ड डाईमा सक्दैन इट्स ओके तर तपाईँले तपाईँको छोरा बिगार्छ कि होइन तपाईँले सक्दैन यो उसको लागि फर्स्ट खुर्किलो हो कि तपाईँले पनिसमेन्ट गऱ्यो भने यसले फिल गर्छ ए मैले गर्दा मेरो ड्याडले पैसा तिर्यो म आई हेभ टु अर्न मनी म त डिसिप्लिन जानुपर्छ मैले यो गर्नु भन्छ तपाईँ चोखिनु खोज्यो भने यो मैले तपाईँलाई एउटा छ नि तपाईँलाई दिन लाग्यो होइन तपाईँको छोराले दिन लाग्यो यसले कमाउँछ ए ड्याड मैले खर्च गरेको छु मैले गर्दा भएको ड्याड आई विल पे आई विल अर्न मनी भने यो राइट वेमा जान्छ तपाईँले यसरी म मेरो छोरा हेर्छु तपाईँ छोरा तपाईँ हेर्नुबाट म हेरिदिन्छु नि अहिले लान्छ नि म हस्पिटल फुल चेकअप बढी हो अहिले डक्टर छ दसवटा मेरो म फोन गर्ने बित्तिमा त्यहाँ फ्री चेकअप हुन्छ बाबु तपाईँ आफ्नो इज्जत नफाल्नु क्या एउटा आर्मीको इज्जत नफाल्नु तिम्रो मात्रै कुरो धेरै हुँदैन नत्र भने थाना जानुपर्छ लाइसेन्स होला नहोला के होला त्यो पछाडि के छ फेरि हो कि भने भोलि लाइसेन्स पानु भने के गर्ने भने क्या कहाँ छ देखानु त यार होइन यहाँ देखाएर हुन्छ तपाईँ लाइसेन्स बोक्ने कि छोरा भयो यो ड्युटी हो तपाईँ भोलि आर्मीमा जाँदाखेरि मेरो लाइसेन्स गरेर तपाईँ छोरा लाइसेन्स लिएर देखाउने हो र स्मार्ट लाइसेन्स लिएपछि लिनु परेन मैले तपाईँ अहिले त्यही यो ब्यारेकमा छिर्नु पर्यो भने तपाईँले चाहिँ भाउजूको मेरो नाइक छ भने दिन्छ होइन यहाँ सुन्नु तपाईँले मलाई यो राम्रो भने हेर 10-20 कुरा होइन कि तपाईँले यो गऱ्यो भने तपाईँको छोरा धेरै ठुलो लेसन पाउँछ तपाईँले गरेन भने त्यो तपाईँको छोराले योभन्दा ठुलो एक्सन गर्छ यो मेरो वर्ड हो तपाईँलाई तपाईँको जाला स्यालेरीमा आधा जाला होइन तपाईँले चाहिँ म मेरो छोरा तपाईँको छोरा तपाईँ नहेर्नु म फुल चेकअप गराइदिन्छु यार अहिले फोन गरिदिन्छु 5 जना डाक्टरलाई फ्री छ यहाँ अहिले मैले फ्री चेकअप अनि त्यस्तो नभनौँ न मेरो छोरालाई हेर्ने मेरो मोटरसाइकल बाइक बनाउने यार त्यस्तो कुरा नगरेर क्या एउटा अफिसर भएर यार प्लिज त्यस्तो नगर मैले तिमीलाई अझै सरी तिमीलाई भन्छु म त राजासित गाली दिएर हुन्छ कहिले काहीँ त माइन्ड नगरिनु प्लिज मैले के भने एउटा पनिसमेन्ट दिने उयो चाहिँ हुनुपर्छ छोराहरूलाई कि त्यस कारण तपाईँ 50% गरेर देखिस् होइन भने यस्तो पनिसमेन्ट हुँदैन नो वे पुलिस केसै गरिदिउँ ल जाउँ यहाँ पुलिस केसै गर्नु जाउँ त्यही त अब योभन्दा ठुलो के गर्ने मैले हजुरहरूलाई बोलाएन 2 घन्टा पुगेँ होइन अनि उहाँलाई बोलाएँ त्यसपछि पनि बाध्य भएर बोलाएँ जाउँ अब तिम्रो ड्याडले हेर कति प्रब्लम रहेछ बुझ भाइ हो तिम्रो ड्याडले आइम सरी दाइ म सक्दैन भने कति टेन्सनमा होला तेरो ड्याडी मैले के गरेँ नि मेरो 40,000 जान्छ मलाई थाहा छ मैले तेरो लागि गरेँ किन गरेँ भने तेरो परिवारहरूले सबैले मलाई हेरेर राइन खर्की बनाएको छ कि त्यतिमा मैले छोडेको मेरो पनि दुःखको पैसा हो बाबु आई हेभ नो द चिटिङ मनी हो तिम्रो ड्याडीले भन्यो नि आज तेरो ड्याडी यहाँ आएर चाहिँ भन्नु भनेको कसको इन्सल्ट हो बाबु अब यसलाई लेसन लिनु गो हेड त्यही भन्छु म क्या मैले सोचेँ अब के भने नेपाल सरकारमा जागिर खाएपछि बिग प्रब्लम भनेको यही हो स्यालेरीले घर हेर्ने कि त्यही भएर मैले आर्मीलाई पुलिस फोर्समा चाहिँ तल बढाइदिनु गाह्रो छ उनीहरूलाई भनेको छोराले रियलाइज गर्यो बाउले सक्दैन पैसा भन्यो मैले सोचेँ अब के गर्ने त अब नो वे म 40,000 म खप्छु अब म फेरि दुःख गर्छु बात छ त्यो यार सक्दैन बाउले यो प्रब्लम छ कि नेपालमा छ कि माथि जाने
कहाँ छ त्यो गाडी घुमाएर यता पछाडि जाँदा रहेछ कहाँ त्यो बाटोमा रोक्दा छ उसलाई बाबु म माथि इन्टरभ्यूलाई जानुपर्ने छ यो मैले तपाईँ हजुरलाई है यो एकपल्ट गएर त्यो लिएर माथि आइदिनु त्यो ट्राफिकलाई लिएर आइदिनु होइन त्यो बिलबुक बिलबुक कहाँ छ ट्राफिक छैन केहीसँग लिनु पर्यो नि बिलबुक त दाइलाई बाइकमा लिएर जाउँ त होइन होइन मै गाडी लिएर उतै जान्छु ल जाउँ उहाँ वेट गरेर हो ल जाउँ जाउँ तपाईँ रोक्नुहोस् त म गाडी घुमाएर आउँछु ल जाउँ र मैले यही त बोलिरहेको छु त अहिले चाहिँ स्यालेरी बढाइदिएबाट अब फेरि अब यो थप्छु अब बाले अहिले मेरो त्यही इन्टरभ्यू हो यस्तो यस्तो प्रब्लमहरू हुन्छ ए यहाँ ओ यहाँ मैले अब भनेको छु बाबुलाई त्यसलाई मैले हेर्नुहोस् अब केटाकेटी होइन यो यङमा यो एजमा तपाईँले पनि गरेछ मैले पनि एक्सिडेन्ट गरेछु होइन रियलाइज गऱ्यो तिमी बस्यो तिमी चेकअप गर अब हुन त आर्मीमा पाउँछ पाएन भने मेरो नम्बर लिनु म त्यहाँ फ्री चेकअप छ कि मेरो डक्टरहरू दर्शन छ कि म सोसियल वर्क पनि गर्छु नि है 98 37 70 भन्नु बाबु यही त होइन बिचराहरूलाई के भने 10 37 53 हजुरको त अघि मैले नम्बर सेभ गरेँ शेष लाग्यो हजुरसँग मैले पनि थाहा गर्नु भेटेको छु हैन एक धेरै धेरै गर्व लाग्छ लाग्यो हैन तर अब कारणवश भयो अब पीडा हुन्छ सबैलाई हैन समस्या होइन सबैलाई यो तपाईँले चाहिँ मैले भने यो अहिलेको जतिले प्रब्लमहरू हो क्या यो ल एकदम अब सुरु होस् है त्यो भिडियो हाल्दा के फरक परेन पर्दैन परेन हुन्छ ल हामी फेरि भेट्नुपर्छ ओके मेरो भाइ ल गाजा हामी फेरि भेट्नुपर्छ किन ओके हजुरलाई कल गर्छु राजन दाइ तपाईले कति ठुलो दिल राख्नु भएको हेर्नुस् त यत्रो गाडी एक्सिडेन्ट गरेर हिँड्दा हिँड्दै हाम्रो केही गल्ती छैन यो गाडीको तर तपाईले त्यो गाडीको हान्ने बाइकवालालाई नै त्यत्रो 40-50 हजार खर्च हुने भन्ने कुरा आइसक्यो 40-50 हजार रुपियाँ तपाईले त्यतिकै खर्च गरिदिनु भन्नुभयो कति ठुलो दिल राख्नु भएको तपाईले होइन अब यसो नि किन अब बच्चाहरू यङ एजमा जसको पनि गल्ती हुन्छ मैले पनि गरेको छु तर उसको बुवा आर्मीमा रहेछ मैले सक्दिनँ दाइ मेरो स्यालेरी ढाल्न सक्दिनँ दाइ प्लिज भने हात जोडेपछि हजुर होइन सबैको अगाडि जोड्यो होइन त्यो ठुलो एउटा चाहिँ मलाई के हो भने मलाई रायन खै बनाउनु कुरो हो नि त हो त्यो हिसाबले अब म मेरो बुढीलाई कन्भिन्स गरेँ यार यस्तो हो मैले एक्सिडेन्ट गरेँ भनिदिन्छु अब के गर्ने है अब मैले एक्सिडेन्ट गरेँ भन्नु पऱ्यो नि त घरमा त अरूले हानि भन्नु भएन नि त त्यो त गल्ती हाम्रो केही थिएन छैन बिस्तारै स्पिडै थिएन 10 मा थियो यतिकै त्यतिकै हो हामी यसरी नै गइरहेको थियौँ होइन अब भुक हान्दियो अब के गर्ने अब जान्छ 40,000 जति गयो अब के भने फेरि डो गरौँला त्यही हो त्यही त है अस्ति तिमीले 14,000 त मलाई फेसबुकबाट कमाउनु दिएको थियो अब त्यसलाई युज गरेको छैन मैले राखिरहेको छु हजुर होइन मेरो अब नातिलाई त्यो जागिर खाने मान्छेको अलिकति समस्या है नेपालमा बिग प्रब्लम छ यो चाहिँ बिग प्रब्लम छ अब फेरि बच्चा बच्ची पनि त्यस्तै कि अब बाउको जागिर 43 हजारको स्यालेरी हुन्छ अनि अब बाइक त्यसरी कुदाउँछ हेर्नुहोस् त कसरी देखिहाल्यो बाउको सम्पत्तिमा मोज गरे भने जस्तो त हो नि होइन अब त्यो बिचराहरूलाई पनि छ नि अब आर्मीको मैले नै रोल खेलेछु के आर्मीहरू जागिरमा हुन्छ आमालाई हेप्छन् आमाको माया हुन्छ बच्चाहरू बिग्रिन्छ के तर यो बच्चा त ठिक छ याद जान नखाने त्यो बाबुले अब जिन्दगी मलाई उसको बाउ परिवारले बिर्सिँदैन ल बिर्सिँदैन हो कि भन न मैले लास्ट रिस उठ्यो मलाई चाहिँ पावर नदेखा होइन गल्तीको रियलाइज गर भनेको छु मैले यस्तै हो के कहिले कहिले